विदेश विदेश मात्रै भनेर हुँदैन हेर साथी हो। विदेश भनेको धेरै गाह्रो हुन्छ काम गर्नुलाई होइन, धेरै डेन्जर हो यहाँ। घर छोड्नु पर्यो, परिवार छोडेर हिँड्नु पर्यो, आफ्नो देश छोडेर हिँड्नुपर्छ, कति गाह्रो हुन्छ यार। हे विदेश गएको छ, मोज गरिरहेको छ, पैसा कमाएको छ, त्यो भनेको जस्तो सजिलो हुने भए नि है के हुन्थ्यो होला। तर आफूले गर्दै जाँदा भोग्दै जाँदा कस्तो गाह्रो हुन्छ यार होइन। धेरै साथीहरूले भन्छ क्या मलाई, मेरो साथीहरूले धेरै भन्छ यत्रो 3-4 वर्ष बसी पैसा टन्नै कमाइन्छ होला होइन। तर पैसा कमाउनु भन्दा नि आफ्नो परिवारलाई खुसी पार्नु छ क्या मान्छे। आफ्नो आमालाई खुसी पारे मात्रै आफू खुसी हुने, आफ्नो आमालाई खुसी भएन भने आफू कसरी खुसी हुनुहुन्छ? त्यो हो साथी हो। के सोचेथे जिन्दगीमा के भयो आज, के सोचेथे जिन्दगीमा के भयो